हेलो हेलो। अनि के आज चाहिँ मैले एउटा कुरा भन्छु ल। मलाई मात्रै हो कि सबैलाई त्यस्तै हो। यो विष्णु माझी दिदीको गीत नि नआएसम्म तिज आए जस्तै लागेन। यो टिकटक हुँदै पनि गीतै भेटाइनँ मैले। कि मेरोमा मात्र नआएको हो कि तिजका गीत कसैले भेटाउनुहुन्छ भने यसो मलाई सेयर गरिदिनु ला। त टिकटक जति बित्ति भयो टिकटक नबनाएको टिकटक बनाउन पर्छ तिजको गीतमा। अहिलेका गीत तिजका गीत त सुनिसाध्यै छैनन्। मलाई त एउटा मन परेनन् भाइ तिनी तिजका गीत पनि के हुने कानामा आएर माखो बसो के भन्ने गीत। त्यसपछि मेरा बुढा ठुस्स ठुस्स भन्ने गीत भाइ तिनी बिना मेसेका के हुन् तिजका गीत। तिजका गीत त झ्याम झ्याम त्यसो हुन्न पर्ने हो एउटा भेटाइन। त्यही भएर भिडियो बनाइदिउँ। अब टिकटक गीतबाट टिकटक बनाऊँ भने गीतै छैनन्। अब तिनी पुराना गीतमा कति बनाउने हो बनाउँदा थाके नयाँ गीतमा यसो बनाऊँ भनेको त्यही नभेटेर विष्णु दिदीलाई जति बित्ति सम्झे भाइ यति बिहानै त्यही हो। छिटो गीत निकाल्न पर्यो। विष्णु दिदी कहाँ हुनुहुन्छ? विष्णु माई दिदी यति गरिदिन पर्यो भाइ। चाँडै निकाल्न पर्यो। तिज लास्टमा छ भने गीत पनि लास्टमा नफाल्नुहोस्। त चाँडै फाल्नुहोस्। हामी चाँडैदेखि रमाउँथ्यौँ कर है जति बित्ति भयो भाइ। तपाईँलाई पनि त्यस्तै भयो भने कमेन्ट गर्नुहोस्। कसैले गीत भेटाउनुहुन्छ भने पनि मलाई सेयर गरिदिनु ल। यति भन्न आएको म चाहिँ।